कि नापै दुध दिइहाल्यो गाइज। मैले आज 2टा काँक्रा भेटाएँ। हेलो 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 गाइज, आज चाहिँ हाम्रो गाई दुन जाने यात्रा सुरु भइसकेको छ होइन। यतातिर हाम्रो बहिनी बाछो होइन गाइज। अब यहाँ अब गाई दुन जाँदाखेरि पानी लिनुपर्छ 2 लोटामा गाइज। हाम्रो घरतिर यस्तो सिस्टम होइन। हामी धेरै दुध दिन्न गाइज। यो हाम्रो मुले बाग्रो गाइज। अनि यो चाहिँ हाम्रो बोको गाइज, खतरा छ गाइज, सबैभन्दा खतरा बोको राजा हाम्रो घरको होइन। हामीलाई चाहिँ दुध दुन चाहिँ जान चाहिँ हल्का अप्ठ्यारो भइरहेछ, बाटो हल्का यस्तै छ। यो बाछो यहाँ पछाडि छ गाइज। छोड्दै हेर्नुहोस् गाइज, बाछो हाम्रो यस्तो छ गाइज। यसरी कुदिरहेछ गाइज हाम्रो बाछो होइन। अब यसरी कुदिरहेछ। हामीले चाहिँ यसरी लोटामा पानी लिएर गइरहेछौँ। म र बहिनी छौँ, किनकि गाईले अब घाँस पनि त काट्नुपर्छ नि त। त्यसैले हाँसी ल्याएर होइन बाछोलाई दुध दिने तरिकाले हामी हिँड्दैछौँ। बाछो देख्न सक्नुहुन्छ कसरी फुरिएर दगुडिरहेछ अगाडि। हामी चाहिँ पछाडि छौँ गाइज होइन। सबैजनाले हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला गाइज। हाम्रो मिनी भ्लग चाहिँ गाउँघरतिरकै हुन्छ गाइज होइन। हाम्रो चाहिँ युट्युब च्यानलमा धेरै सब्सक्राइबरहरू छैनन् गाइजहरू। मैले चाहिँ 1 वर्षमा चाहिँ 4000 घन्टाको वाच टाइम अनि 1000 सब्सक्राइब गराउनु छ गाइज। मेरो भिडियो हेरेर साथ दिनु होला है सबैजनाले होइन गाइज। अब हामी बाछोलाई लिएर जान लाग्छौँ। हेर्नुहोस् बनमारो छ मेरो गाउँमा यति धेरै, बाटो पनि यस्तो छ गाइज। हिँड्न चाहिँ हल्का गाह्रो छ गाइज, त्यस्तो पनि होइन। हाम्रो गाई चाहिँ हामीले गडामा मल बनाउनको लागि गडामा बाँधिरहेछौँ। पर देख्न सक्नुहुन्छ मेरो गाई त्यहाँ छ। उतादेखि मल्दै यो सब हाम्रो गाइज मल्ने गडाहरू हुन् होइन। हाम्रो बाछो कसरी दौडिरहेछ गाइज देख्न सक्नुहुन्छ। हाम्रो बाछोलाई भाइरल गराइदिनु पऱ्यो गाइज होइन। अब म चाहिँ यसरी हिँडिरहेको छु गाइज बाटोमा। अनि यसरी हिँड्न गाह्रो त भइराखेन त्यस्तो खासै। हामी चाहिँ धेरै हिँडेर अब पानी परियो नि त, त्यसैले गाह्रो त्यस्तो मान्दैनौँ हामी होइन। भट्ट देख्न सक्नुहुन्छ, भट्ट हामी बफाएर खान्छौँ। अनि हाम्रो भट्टहरू यो गाइज होइन। हामी गाई बेठाइसकेका छौँ। गाई यहाँ देख्न सक्नुहुन्छ। गाई यसरी चाहिँ गाई बाछोलाई दुध खानुपर्छ पहिला। यहाँ चाहिँ हामी पहिला यो राख्छौँ होइन, यसरी राख्छौँ। यो राखिसकेपछि अब हामी गाई दुने तर्खरमा छौँ। बाछोको किलो यहाँ छ। अनि बहिनी मोबाइल समाउ त बहिनी। हेलो गाइज देख्न सक्नुहुन्छ हजुरहरूले है त। हाम्रो बाछोलाई गाइजहरू होइन। बाछो यहाँ छ, दुध खाँदैछ। यसलाई तान्छौँ पहिला यसलाई खान दिन्छौँ। पछि हामी खान्छौँ गाइज। तानेर हल्का यतातिर बाँध्छौँ। अब गाइज स्टार्ट गर्छौँ गाइज हामी होइन। अब यसरी चाहिँ गाईको पखाल्छौँ पहिला होइन। पखालेर अब आज कति दिन्छ गाईले दुध हेर्छौँ गाइज। अब यहाँ हात पनि धुनुपर्छ, त्यसैले पानी लिएको गाइज होइन। अब हेरौँ गाईले कति दिन्छ। दुध दुन चाहिँ हल्का अब ठिकै भइरहेछ गाइज। गाईले लात्तले हान्छ कि भन्ने डर छ गाइज होइन। गाइज हेर्न सक्नुहुन्छ हामी दुध दुन अहिले हाम्रो दादालाई गाह्रो भइरहेछ, त्यसैले
अब दुध दुन दुहेर मोबाइल समाउने कुरा त भएन नि, त्यसैले चाहिँ मैले फोन समाइरहेको छु। अहिले चाहिँ दाई दाई चाहिँ गाई दुधै हुनुहुन्छ। अहिले फेरि हामीले यतातिर घाँस पनि काट्छौँ कि हाम्रो यो घाँस हो। अनि त्यसपछि चाहिँ यो चाहिँ यो मलाई चाहिँ अलिकति दुःख लागेको कारणले म राम्रोसँग बोल्न चाहिँ सकेको छैन है आज। गाईहरू हाम्रो यहाँ काँक्राको बुट्टा पनि थियो, हेर्छु मैले काँक्रा फलेको छ कि नै। फेरि यतातिर काँक्रा पनि खाइदिन्छन् कि बच्चाहरू आएर। काँक्राको बुट्टाहरू पनि छ हाम्रो। अनि यहाँ खेतबारी हो है हाम्रो, यो गाई हाम्रो खेतबारी हो। यो चाहिँ धान सान फलिरहेको छ, अब तिहार पछि पाक्छ, काट्छौँ हामीले। अनि यो हाम्रो सुन्तलाको बुट्टाहरू पनि छ है गाईहरू। सुन्तलाको बुट्टाहरू पनि पाक्छ, सुन्तला पनि फलिरहेछ। अब पाक्न सक्छ आरामसँग। म तपाईँहरूलाई सुन्तलाको बुट्टाहरू देखाउँछु। हेर्नु त काँक्रो फलेको रहेछ। म जान्छु है काँक्रो लिन। गाई हेर्न सक्नुहुन्छ। म काँक्रो लिन कतादेखि जाऊँ, यतातिर त बाटो रहेन रहेछ, यतादेखि जान्छु है गाई। यहाँ त ओमिलोहरू पनि रहेछ। म चाहिँ यहाँ अब यो बारीमा म चाहिँ पहिलोपटक आएको है गाई। दाईहरू हजुरआमाहरू नै आउनुहुन्थ्यो। आज चाहिँ म पहिलोपटक यो बारीमा आइदिएको कि गाई। काँक्रो त फलेको रहेछ, तर अलिक सानो रहेछ कि गाई। हेर्न सक्नुहुन्छ हजुरहरूले, सानो फलेको रहेछ, ठुलो चाहिरहने रहेछ। त्यही पनि मैले चाहिँ यसलाई के गर्छु, टिपिदिन्छु जस्तो चाहिँ भइरहेछ। टिप्छु है गाई। हेर्न सक्नुहुन्छ हाम्रो सुन्तलाको बुट्टामा काँक्रा लागिरहेको छ। अरू पनि फलिरहेको छ, देख्न सक्नुहुन्छ सानो सानो। किनकि यो सानो सानोहरू मैले टिप्दैन, यता अलि ठुलो मात्र टिपेको मैले। यतातिर पनि लागेको रहेछ फेरि, सानो सानो यतातिर पनि रहेछ। हेर्न सक्नुहुन्छ हजुरहरूले। गाई कोदो फलिरहेको छ हाम्रो बारीमा। कोदो चाहिँ धेरै राम्रो चाहिँ फलेको रहेन रहेछ यो पटक। तर सुन्तलाको बुट्टा छ हाम्रो, धेरै सुन्तला। यो सबै सुन्तलाको बुट्टाहरू हो। तलसम्म पनि छ हाम्रो सुन्तलाको बुट्टा। अनि यो ओखरको बुट्टा हो। अब योचोटि चाहिँ ओखर सोखर राम्रोसँग खान पाइएन। ओमिलाको बुट्टा पनि छ, यो ओमिलाको बुट्टा हो। अनि हाम्रो खेत हो, यो बारी हो। हेर्न सक्नुहुन्छ। मकैसकै त अब हजुरहरूलाई थाहै होला, हामीले मकैसकै त बाँचिसक्यौँ। काँक्रा त यतातिर पनि लागेको रहेछ गाई। हेर्न सक्नुहुन्छ। काँक्रा त यहाँ पनि रहेछ, देख्नुभयो गाई। 2टा काँक्रा भेटाएँ नि मैले। तर गाई मैले आज 2टा काँक्रा भेटाएँ। एउटा काँक्रो तपाईँहरूले खानुहुन्छ भने खान सक्नुहुन्छ है। अर्को ठाउँमा पनि लागेको रहेछ। गाह्रो भइहाल्यो मलाई काँक्रा टिप्न त। गाई यो पटक काँक्रा भने अलि धेरै लागेको रहेछ कि। धेरै लागेको रहेछ, तर धेरै ठुलो चाहिँ छैन है गाई। सानो रहेछ, सानो तिनो काँक्रा रहेछ। धेरै ठुलो लागेन, किन लागेन भन्ने हो कि खासमा। धेरै ठुलो काँक्रो किन लागेन भन्ने हो। अब चाहिँ मैले काँक्रा पनि टिपिसकेँ। अब चाहिँ म दाई भएको ठाउँमा जान्छु कि फेरि दाईले के गर्दै हुनुहुन्छ भनेर दाई भएको ठाउँमा जान्छु है त गाई। म दाई भएको ठाउँमा जान्छु है त गाई। अब यतातिर लागेको छ कि हेर्छु। रहेन रहेछ नि गाई। फेरि काँक्राको बुट्टा मात्रै रहेछ। अब चाहिँ हजुरहरूलाई मैले देखाइसकेँ हाम्रो बारीहरूमा के छ भनेर। अब चाहिँ म दाई भएको ठाउँमा जान्छु है। गाई धोएर सक्नुभयो कि नै हेर्नु पर्यो है त गाई। सक्यो गाई। हाम्रो दाइलाई गाईले दुःख दियो जस्तो छ, हेर्न सक्नुहुन्छ हजुर। रोक्नै, हाम्रो दाइलाई गाईले दुःख दियो गाई। तर मैले काँक्रा ल्याएको यो काँक्रा ल्याएको कुरा सुनेर दाइले दुध दुनै छोडिदिनु भयो है। हेर्नुहोस् गाई, हाम्रो दाइले काँक्रा देखेर दुध दुन पनि छोडिदिनु भयो। हेर्नुहोस्, अब हामी काँक्रा खान्छौँ गाई। म पनि खान्छु नि फेरि। काँक्रा मलाई नदिएको अवस्था गाई। यतातिर फ्याटे हो यो सानो काँक्रो चाहिँ मलाई दिएको छ गाई। ल यसरी चाहिँ हामी काँक्रा खान्छौँ गाई छैन। अब हामी चाहिँ यसरी अब काँक्रा खाँदा चाहिँ गाई हामी लास्टै यसरी देख्न सक्नुहुन्छ काँक्रा खान्छौँ। अब अब गाईलाई घाँस पनि त काट्नु छ। गाईले दुःख दिएर गाई यस्तो अवस्थामा
त्यो दिन हिँडेछ गाइस दुध कति नापै दिएछ गाइस हेर्नुहोस् यति नापै दुध दिइहाल्यो गाइस हामीले काङ्गो भेटायौँ 5 किलो काङ्गो तल सुन्तला बारीमा मैले देखाइरहेको थिएँ गाईहरूलाई ल गाइस हामी काँचो खाएर गाइस अब घाँस काट्ने हो होइन गाईको किलो सारेर चाहिँ घाँस काट्ने हो है होइन पहिला घाँस काट्ने हो पछि किलो सार्ने हो गाइस गाई काँडा खाएर बोल्न सक्नु भएको छैन उहाँले यस्तो सानो काङ्गो यस्तो सानो काङ्गो टिप्नु नमिल्ने हो गाइस तर गाईलाई सोधेर टिपेको अनि हजुर अनि अरू सानो सानो पनि थियो यो सानो ल्याएको छन् गाइस हेर्न नाम गाइस मैले देखेको छैन फेरि म देखाउन लग्छु गाईहरू हामी फेरि जान्छौँ गाइस होइन कहाँ राख्नु कहाँ भेट्यो कहाँ छन् अब हामी गाइस हाम्रो बारीमा अमिला पनि छ कोदो बारी हो गाइस हाम्रो यो एउटा यो गाइस यो चुनम कि नचुनम गाइस चुनम यो गाइस तर गाई अर्को ठाउँमा पनि मैले अघि गाईहरूलाई देखाइरहेको छु हामीभन्दा ठुलो खानु गान्छु गाई एउटा यहाँ पनि लागेको छ गाई यो टिपम गाइस गाईहरूलाई अघि मैले नटिपम भनेको थिएँ नि तर ल गाइस टिपेर खाइहाल्नु पर्छ गाई हेर्न सक्नुहुन्छ यतातिर पनि काँक्रा अघि लागेको थियो नि फेरि यतातिर गाई अझै सानो रहेछ सानोलाई हामीले टिप्दैनौँ गाई कोदो बारी कस्तो छ गाइस हाम्रो कोदो बारी पनि मैले देखाइसकेँ नि फेरि र जम्मा छ अब हाम्रो खेतबारी पनि देखाइसकेको छु गाईलाई ल गाइस आजको हाम्रो मिनी भ्लग एकदम बेस्ट हुन्छ कान्छी अब हामी गाईलाई घाँस काट्ने गरिरहेका छौँ हो कि न अनि यो हाम्रो घाँस हो गाई अब चाहिँ हामी गाईलाई घाँस काट्छौँ अब म चाहिँ दुध लिएर घर जान्छु यो चाहिँ गाईलाई घाँस काट्छ कान्छी काट्छस् कि नै घाँस काटेर घर आउँछु त्यतिन्जेलसम्म हाम्रो मिनी भ्लग भाइरल भएको देख्न पाऊँ म चाहिँ घर जान्छु गाइस अब घर हजुरआमा रिसाउनुहुन्छ होला थोरै गाईले दुध दिएछ होइन यहाँ पनि रहेछ काँक्राको चाल तर हजुरआमाले रिसाएको पनि गाई हेर्न सक्नुहुन्छ म देखाउँदैन गाइस धेरै रिसाउनुहुन्छ हाम्रो हजुरआमा होइन गाईले दुध नापे दिएछ अझै हाम्रो बाटो गाइस ल गाईहरूलाई बाई गरिदियो फेरि ल बाई गाई म पनि अब घाँस काट्नतिर लागेको अवस्था म पनि घर जान्छु गाइस बाई यति धेरै ठुलो ल्याएर आएको छु क्या आज मैले अहिले गाह्रो हुनसक्छ मलाई घाँस काट्न गाईहरू अब हामी दुई भाइ छुट्टिन्छौँ गाइस बाई बाई